यस्तो दुलेले नि घर चल्छ भएन यो बुढी पनि काम भएन भनेर मेरो आमालाई मामा लिमा लगाएर छोडिदिनु भयो मेरो बाले प्रसङ्ग अनुसार आएको कुरा के हो अनि बा पढ्न जानुभएछ खरिकोट देवकोटाका पढ्न जानुभयो देवकोटाको भान्जी रहेछन् 17 वर्षीय हाम्रो बा बडा टाठो ज्योतिषीमा कर्माकाण्डी ल यो कोइरालो केटोको बानी गर साह्रै मन पर्यो बिहा नगरे भए म भान्जी दिन पर्यो भनेपछि बिहा त मैले गरेँ हजुर 2टा बिहा हुन् एउटा बुढी माइत छ एउटा मरी मैले दुःख चाहिँ धेरै दुःख पाएँ 45 रुपैयाँ ल्याउनु त दिन्छु भनेर 17 वर्षीय केटी मेरो बाले फेरि कान्छीआमा बिहा गर्नुभयो मातेर बिहा गरे होइन बाध्यताले के सुन्नुहोस् है जीवनमा यस्तो पर्छ कसैलाई पर्छ यो अनि कान्छी आमाले मेरो आमालाई घरमाइती गराउनुहुन्थ्यो क्या सौतालाई उमेरले कान्छी आमा जेठी नाताले मेरो आमा जेठी अनि मेरो आमालाई घरमाइती ल्याउने यताउता गर्दै जाँदा अनि आमा हुर्काउँदै जानुभयो कान्छी आमा भन्दा राम्री हाम्रो आमा हाम्रो बाउबुढाको माया प्रीति जति जम्मै हाम्रो आमापट्टि सल्किएछ ल चुप लाउनुहोस् एकछिन हो होइन मान्छेले राम्री हाम्रो आमा क्या असाध्य राम्रो हो माया भन्ने सर्ने कुरो क्या बरु हामी राम्रा छैनौँ आमा राम्रा छन् त्यहाँ हामी त माला लगाए राम्रो देखिने हो है आज त माला पनि जम्मै कमिला ल्याइदिनु भयो यहाँ टोकेर हैरान मन हजुर हो हेर्दै त के गर्नु त यो जङ्गलको बास छ यहाँ है त्यहाँ 12 वर्ष आमा हुर्किँदै जानुभयो कान्छी आमाले घरमाइती गराउनु भयो 12 वर्ष पुगेर 13 वर्ष लाग्दा मेरो आमाले छोरी जन्माउनु भयो ल आमालाई र दिदीलाई एठा राख्दा उस्तै भन्दा नि मेरो आमा अझ तरुणी दिदी बुढी देखिनुहुन्छ त्यो दिदी छँदैछन् अहिले चिताउनु हुनुहुन्छ त्यो चेतनाथ पोखरेल के चेतनाथ पोखरेल यो बगुवाका माइला पण्डित चेतनाथ माइला पण्डित भन्छन् उहाँ चितवन गरेर बस्नु भएको छ उहाँ मेरो भिनाजु चेतनाथ के पोखरेल माइला यी अहिले पोखरेल काइला छैन उनको दाजु माइला गोपालको भाइ माइलो उहाँ मेरो भिनाजु दिदीलाई र आमालाई एक ठाउँ राखिदिँदा मेरो आमा अझ तरुणी दिदी बुढी देख्नुहुन्छ आमा भरभराउँदो हुनुहुन्छ मेरो 88 वर्ष हुनुभयो हजुर अनि अब सन्तान कति भए मेरो आमाको वर्षौटे हुँदै गएर मेरो आमाले 10 बहिनी छोरी र 8 भाइ छोरा जन्माउनु भएको पेट पुच्छ्न छोरो मै हो ल हेर्नुहोस् है ल अब बाको 3 पट्टि गरेर कति भए जेठी आमाको देखाउनु पर्यो कान्छी आमाको 9 वटा भयो त्यो 17 वर्ष बिहा गर्ने कान्छी आमाको 9 वटा जेठी आमापट्टि 2टा मेरो आमापट्टि 18 वटा 30 वटा छोराछोरीको सन्तान हाम्रो बाआमा हामी त्यस्तो गोलमा जन्मियो तर मेरो चाहिँ एउटै मात्र भयो हजुर फेरि अर्को छैन ल बोलो पुरुषोत्तम भगवान